हामी मसुर उखेल्दा उखेल्दै 81 हस्पिटलमा कसरी भन्छ नि सधैँ ठुलाले मात्र हैन कहिले कसो सानाले भनेको पनि मान्नुपर्छ। हामीले बारम्बार सम्झाएका थियौं कि माथिल्लो तलामा नसुत तल्लो तलामा सुत बाहिरभित्र गर्नुपर्छ सिडीबाट लटिन्छ। आज त्यही भयो के हामीले कतिचोटि सम्झाएको मान्दै नमानेर आज सिडीबाट लडेर चाहिँ उहाँ हस्पिटलमा भर्ना हुनुभएको छ। हामी लगभग 11-12 बजेतिर उहाँलाई चाहिँ हस्पिटल लगेका थियौं। उहाँ लगेर चेक गराएको त हात खुट्टा दुईटै भाँचेको रहेछ गरे। मेरो बुवा जो नेपालमा बसेर पनि विदेशको जस्तो जिन्दगी छ फ्यामिलीबाट टाढा हुनुहुन्छ वर्षमा एकचोटि घर आउनुहुन्छ अनि कामबाट घर आएर मान्छे थोडा आराम गर्छु अलिकति पीस हुन्छ भनेर आएको हुन्छ जहिले पनि यस्तै के भएर कहिले पनि शान्तसँग घर नबसेर उहाँको बिदा सकेर चाहिँ उहाँ आफ्नो काममा जानु भएको हुन्छ। आज पनि चुनावको बिदामा घर आउनु भएको थियो अनि घर आएकै साँझै यो सब घटना घट्यो। हामीले उहाँहरूलाई कति सम्झाएको थियौं कि माथिल्लो तलामा नसुत अब आँखा देखिँदैन आँखा नदेखेपछि लोटिन्छ भनेर मान्ने कहिले पनि छैन कि सधैँ ठुलाको कुरा मात्र राइट हुन्छ सानोको कुरा राइट हुन्न पनि हुन्न के सधैँ प्यारेन्ट्सहरू मात्र सही अनि बच्चापछि गलत हुन्छन् यो पनि कहीँ लेखेको छैन। सो मोरल अफ स्टोरी सबैले भनेको मान्नुपर्छ जे सही छ त्यही गर्नुपर्छ। सबैभन्दा आफ्नो स्वास्थ्य चाहिँ इम्पोर्टेन्ट हो। अहिले नमारेर उहाँको हातखुट्टा भाँचेको छ अरूलाई पनि दुःख छ तर उहाँको शरीरको दुःख चाहिँ उहाँलाई नै हुन्छ। त्यही भएर सबैले आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्।